हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ? हाम्रोतिर चिसो भएर 3-4 दिन भयो अनि त्यही भएर मैले किचनमा मैदा ल्याएका थिएँ अनि त्यसपछि यसलाई 4-5 घन्टा जति भिजाइदिनु पर्यो। डोनट बनाउनु पर्ला भनेर पिठो फटाफट भिजाइदिइहालेँ। त्यही भिजाउने क्रममा 3-4 बजी अब खाजा खाने टाइम भयो भन्ने बेला ठ्याक्क पानी आयो। त्यसपछि मलाई रमाइलो लाग्छ कि पानी आएको। त्यसपछि हेर्न गएको त पानी मात्रै कहाँ होला, असिना रहेछ अनि पानी पनि परेको रहेछ। म त कस्तो रमाइ हेरेँ, त्यसपछि भिडियो पनि खिचिहालेँ। अनि त्यही खिच्दै रमाउँदै गरेको बेला ठ्याक्क खाजा खाने टाइम पनि ढिला भइसक्यो जस्तो लाग्यो। म किचनतिर पसेँ अनि किचनतिर पसेर फटाफट डोनटको लागि तयार गरेँ अनि डोनट रेडी हुन लाग्यो। यो मेरो फर्स्ट ट्राई हो, कस्तो हुन्छ मलाई चाहिँ ठिकै हो कि जस्तो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो?